गाइज वेलकम टु माई ब्लग भिडियो। यो चाहिँ मेरो फर्स्ट ब्लग भिडियो हो। अनि हामी चाहिँ अहिले गोठतिर जाँदैछौँ टक्क लगाएर। सो गाइज हामी चाहिँ यस्तो ठाउँमा आइपुग्छौँ है। अरे को यो? कहाँबाट आउनुभयो तपाईँ? को हो? कसरी यहाँ आइपुग्नु भयो? हजुरले किडन्याप गरेर ल्याउनु भएन? मैले किडन्याप गरेर ल्याएको रे? हेर्दा त यो गाउँको जस्तो लाग्दैन त हजुर। अन्त सो गाइस यो मान्छे को हो मैले चिन्दिनँ है। त्यस्तो छ बाटो। यो मान्छेले मलाई फलो गरिरहेको छ गाइस, हेर्न सक्नुहुन्छ। र पछि पछि आइरह। गाइस गाउँमा चाहिँ यसरी हिँड्न है रमाइलो लाग्छ क्या। फाइनली हामी चाहिँ गोठमा आइपुग्यो है त। टक्क लगाएर अब हामी गोठमा आइपुगिसक्यौँ। अब हल्का 1 मिनट यही पछाडि छ हाम्रो गोठ चाहिँ। हामी देखाउनेछौँ त्यहाँ होइन। यसो तरकारीहरू पनि टिप्नु छ। दाउरा साउरा चिरिसकेको छ। त्यो चिरेको दाउराहरू चाहिँ त्यो गोठभित्र पानीले नभिजोस् भनेर चाहिँ हामी राख्नुपर्ने पनि छ है त्यहाँ। हेर्नुहोस् गाइस फाइनली हामी गोठमा आइपुगिसक्यो। तर मस्तै ब्लड दिएको त ब्याकग्राउन्ड। हाम्रो चाहिँ फुपू चाहिँ अघि नै आइसक्नु भएको क्या। अनि हामी चाहिँ हल्का खाजा खाँदै बिस्तारी आएको। फुपू चाहिँ अगाडि नै खाएर आइसक्नु भएको क्या। त्यही भएर चाहिँ उहाँ घाँस काट्दै हुनुहुन्थ्यो। कता जानुभयो हेर्नुहोस् गाइस। कस्तो लाग्यो हजुरले? राम्रो। यो ठाउँमा दाउराहरू चिरेको छ होइन गाइस। यहाँ छ त्यहाँ बाहिर काकाले। अनि हामीले यो चिरेको दाउराहरू चाहिँ त्यहाँ राख्नु छ। त्यहाँ राखेर चाहिँ फेरि बोकेर लानुपर्ने छ घरमा युज गर्नको लागि। यहाँ छ त्यहाँ पनि छ। फुपूले काटेर राख्नु भएको। यहाँको त दाउरा त सकिनु लागेछ त। अनि त्यही त हो। हामीले यतिसम्म मिलाएर राखेको छ। भात पनि यहाँ पकाउने रहेछ अब त। यहाँ भात पकाउने रहेछ। यो पुरै दाउरा थियो सबै सकेछ। यस्तो पुरानो भइसक्यो। हेर्नुहोस् गाइस। गइसक्यो यो। अस्ति नै हजुरले मार्दिनु भएन? यो जम्न पानी घटायो। यो चाहिँ तेल हो यो बाजेको। यहाँ बाजे चाहिँ यहीँ खाना बनाएर यहीँ खानुहुन्छ। हामी चाहिँ घरमै गएर खान्छौँ। धुनुपर्ने कपडाहरू यस्तो छ है। पानी घटाउनु त फुफू हुनुहुन्छ।
गाइस यो चाहिँ यस्तो छ है। पहिला म यहाँबाट लडेर यहाँ पुगेर यो अगाडिको दाँत चाहिँ फुलुक्कै झरेको थियो। अहिले कस्तो छ यो ठाउँ यस्तो छ है। ओ माई गॉड यो त पुरै भत्केछ नि त। वाल भइसकेछ त्यहाँ त जानै डर लाग्यो मलाई त यसले। सो गाइस म चाहिँ होइन हामी चाहिँ पहिला सानोमा हुँदाखेरि चाहिँ यहीँ सुत्थ्यो क्या। यहीँ खान्थ्यो यहीँ सुत्थ्यो यहीँ बस्थ्यो। अहिले चाहिँ यस्तो भयो पुरै डर लाग्दो। ओ माई गॉड यस्तो छ यस्तो डरलाग्दो ठाउँ हो एकदम। यहाँनिर चाहिँ बाजेबोजूले लिउँ त सामान त बाजे आउनु यो अदुवा रोटी अदुवा दुध पानीमा खटिरो जाँदैछ नि। यो पानीमा त छैनै गर्छ तर अहिले त पानी सुक्यो। यो धारामा चाहिँ कहिले पानी सुक्दैन नि थियो। एभ्री मन्थ पानी आइरहन्छ क्या पिउने पानी। यो के हो थाहा छ? यो हरियो पात अलैँची भन्छ यसलाई। अब चाहिँ हामी बाँस काट्न जानुपर्ने छ। बाँसको झाङु त्यहाँ छ, त्यहाँ बाँस छ बाँसघारी। त्यहाँ गएर बाँस काटेर ल्याउनु पर्ने छ है हामी। सो लानलाई घरमा यस्तो छ। कहाँ छ त बनचरो? बनचरी हामीलाई चाहियो नि त बनचरी। भयो सो गाइस यहाँ चाहिँ काम गरेर होइन यो प्यान्ट पुरै यस्तो पुरै हिलो सेटमा यहाँ हुनुहुन्छ हाम्रो क्यामेराम्यान। के गर्दै हुनुहुन्छ हजुर? म दाउरा बोक्छु। हो दाउरा। यो दाउरा बोकेर कहाँ लानुहुन्छ? घर कहाँ हो घर? ठिक छ गर्नुपर्छ। म्याडमजी त्यहाँ किरा होला है किरा। किरा बिग्यो क्या मलाई।
ल ठिक छ यहाँ काम गर्छु बस्नु म चाहिँ गयो ल म त्यो यो बाँसहरू लिएर आउनुपर्ने छ अझै 2टा अँ अनि दाउरा हाल्ने घर जाने अनि यस्तो बाटो यस्तो छ उहाँ पुग्नुपर्ने छ हामी चाहिँ होइन यहाँनिर दाउरा काटेर यहाँ एक ठाउँमा अर्को यहाँ पनि चिरेर यस्तो ठाउँमा राखिदिएछ होइन अस्ति नै दाईहरूले दाई काकाहरूले यस्तो छ यहाँ पनि छ दाउरा त ठाउँ ठाउँमा छ क्या हाम्रो त यहाँ सिस्नो छ सिस्नो फेरि सिस्नोको गाडी हो कि जोगेर हिँड्नुपर्छ अनि यहाँ चाहिँ कतिवटा पानी ट्याङ्की छ खाने पानीको ट्याङ्की यहाँभित्र पनि छ जस्तो लाग्छ भनेको यहाँ अर्को चाहिँ यहाँ चाहिँ खाने पानी हो यो बस कहाँ जानु बाजे गए त्यहाँको बाँस सबै निकाल्यो हामीले दाउरा कुहिएको बाँसहरू कतानिर यस्तो छ गाह्रो छ गाइज यसरी बोकेर लानुपर्छ यहाँको जोगेर सिस्नोबाट चाहिँ यस्तो छ है त्यहाँ हेर्न सक्नुहुन्छ म्याडम मलाई हेरिरहेको ओ बहिनी काम छैन के हो हेलो बहिनी के छ बहिनी बहिनी पनि काम गर्दैन के हो र त्यसो नि बहिनी भन्ने मलाई के भन्ने त नि के भन्ने हजुरलाई मैले मलाई त्यसमा भन्नु न त मैले के भन्नु पर्यो केही नि पर्दैन यताको त अब त्यो डोकोमा हालेर लिएर गयो हुन्छ कि त्यहाँ तलको चाहिँ अझै एउटा बाँकी छ म चाहिँ अझै एउटा ल्याउनु पर्ने छ मैले चाहिँ बाँस त्यसपछि सक्यो भोक पनि लागिसक्यो अब घर जानुपर्ने हुन्छ भोक पनि लागिसक्यो मलाई घर जानुपर्ने हुन्छ अब काम सकाएर घर गइहाल्ने हो दाउरा लगेर यस्तो छ है हाम्रो चाहिँ त्यो कुच्चीले मलाई कस्तो कराएर हानिदिन्छ भन्छ यार यत्रो छ मान्छे भन्छ 1.5 फुटे हान्छु भन्छ यहाँनिर अलिक गाह्रो छ सिस्नो पनि छ
अस्ति हो लानुपर्ने बस झन्डै झन्डै यस्तरीसँग गर्नुभएको मैले यस्तरी यस्तरी यस्तो अनि यस्तो होइन यस्तो चाहिँ गर्नुपर्ने हुन्छ मैले अड्की छ नि त अड्की छ है चिया भोक लागिसक्यो पुरै तागतै छैन हौ भोक लगाएर यस्तै हो गाउँघरको जिन्दगी त्यहाँ हाँस्दैछ पछि ओ बहिनी किन हाँसेको पट्टा खाला नि फेरि खाल्टोभित्र गइरहेको रहेछ यहाँ झन्डै स्यान्डी फ्लाट भएन तिनवटा बस यहाँ ल्याइसक्यो यसलाई पनि तान्नु पऱ्यो अब आफ्नो यस्तो छ पाइन्टको हालत यस्तो छ कहाँको दाउरा हाल्नु कसले भने त्यहाँको हाल्नु रे कति बज्यो अहिले मलाई त भोक लागिसक्यो होइन अब यसलाई डाइरेक्ट घरमा लाने हो दिउँसो आएर चाहिँ ओसार्ने हो अब मलाई भोक लागिसक्यो को हजुर यति राम्री किन यति राम्री हुनुभएको यता हेर्नु न कति राम्री ल छिटो छिटो हाल्नु पनि गइहाल्नु मलाई लास्ट भोक लागिसक्यो किन अर्को हुनु हजुर त्यो उयो बोक्ने हो क्या तरकारी त्यो के हो र कस्तो कस्तो हालेको राम्रो राम्रो हाल्नु न त्यहाँ यस्तो हाल्ने म समातिदिन्छु हजुर हामीले राम्रोसँग मिलाएर हाल्नु न अहिले फेरि गाह्रो हुन्छ क्या पछि गोलो पारेर क्या सबै सानो सानो छ म मिलाइदिन्छु क्या हजुर टेन्सन नलिनु न अलिक किराई खै हुन्छ अब यस्तो किरा
यो नि हाल्नु हाल्नु न हाल्नु गरुङ्गो हुन्छ धेरै के नि यस्तो गरुङ्गो त कति बोक्यो जमानामा हामीले कति बोक्यो कस्तो यहाँ भित्री किरा पऱ्यो जस्तो देखिरहेको त्यो भोग लगाएर मलाई त अरू कतै बनायो अनि त्यहाँ माथिको गाछहरू चाहिँ कहिले ल्याउने त्यहाँको अन्त अब ओसार्ने बिस्तारै यो हाल्नु के गरिहाल्नु भयो आउँछ भने होइन अनि भएन र यो भाषा त के भएको छैन ल यसरी हाल्नु सरी खोज्यो यसरी हाल्नु मैले ठुलो ठुलो नै हाल्दैछु अब यो आउनु न ल है साथीहरू अब चाहिँ घर आइपुगे के गऱ्यो अरे हाँसो बोला के ठोक्या नङ यस्तो मान्छे छ के राख कस्तो साह्रो भयो कति आनन्दले बसेको कति आनन्दले बस्यो त कति आनन्दले बस्यो त होइन कट्टा हानु ल ल ल बस ए बोकेन्द्र के छ बोकु यसको नाम चाहिँ बोकेन्द्र हो क्या ल चुवा ताकि नहीं पता आप लोग चुन ले रहे तो बोल्नु छ है म चाहिँ जुत्ने बोकु मेवा जान्छ मजाले दिँदैछौँ दिदीहरू पुराना कि बालक का खाल्ला खतरा दियो खैरू ओइ खैरे के छ खैरे के छ खैरे यसको मुख मुख दाँत अहिले त राम्रै रहेछ त खैरू खैरू गोरु है यो चाहिँ गोरु बच्चा गोरु
गयो यहीँ छ खैरु यहाँ आइज के म कति क्युट छ नि खैरु डरा छ स्याला डराउँछस् ल गएको म गयो यहाँ पनि छ बाख्रा यहाँ पनि छ यहाँ पनि छ हाम्रो घरमा चाहिँ बाख्रा धेरै छ है यो बोकेन्द्र सो यतिलाई नै हो आज गाइज धेरै थकाइ लाग्यो अब भेट्दै गरौँ न नेक्स्ट भिडियो नेक्स्ट भ्लगमा है त बाई बाई